आईपीओ पढ्दै पर्दैन मलाई भन्ने लाग्छ भने यो आईपीओ पढ्ने एकदमै हाई चान्स छ है। सोलु हाइड्रो पावर लिमिटेडले यही पौषको 29 गतेदेखि जनरल पब्लिकको लागि 82 लाख किता शेयर निष्कासन गर्दैछ फेस भ्यालु 100 मा। यो कम्पनीको चाहिँ किता धेरै इस्यु भएको हुनाले पर्न सक्ने चान्स एकदमै हाई छ। त्यसैले माघको 4 गतेसम्म भर्न मिल्छ। त्यसैले 10 किता भर्न नबिर्सनु होला मेरो शेयरबाट। यो एउटा हाइड्रो पावर कम्पनी हो जसले सोलुदुत खण्ड नगरपालिकामा आफ्नो प्रोजेक्ट रन गरिरहेको छ र यसको प्रोजेक्ट साइज भनेको 82 मेगावाट रहेको छ। कम्पनीको फाइनान्शियललाई हेर्ने हो भने आर्थिक वर्ष 80-81 को रिपोर्ट अनुसार ईपीएस 0.23 र नेटवर्थ 100.21 रहेको छ, जसको मतलब कम्पनी नेप्सेमा लिस्टेड हुँदा ओपनिङ रेन्ज भने 100 देखि 300 हुने देखिन्छ। यसमा तपाईले मिनिमममा 10 कितादेखि म्याक्सिमममा 1 लाख कितासम्म भर्न सक्नुहुन्छ। कम्पनीले पाएको डबल बी को रेटिङलाई हेर्दा कम्पनीमा मोडरेट रिस्क अफ डिफल्ट छ भन्ने देखिन्छ। यो कम्पनीको आईपीओ भर्नुहुन्छ कि हुन्न तल कमेन्ट गर्न नबिर्सनु होला।